हे गाइज वेलकम ब्याक टु माई मिनी ब्लग। आज चाहिँ म अफिसमा काम सकेर घर फर्किने बेलामा यति ठुलो पानी पर्यो होइन, यस्तो ठुलो पानी परेको थियो। स्कुटरमा आउने कसरी होला, रेनकोटले नि धान्थेन के। अनि फेरि पानी यत्रो पानी परिसकेपछि के यत्रो पानीमा भिज्दै जानु भनेर फेरि अफिसमा गएर बसेँ। त्यसपछि आधी घन्टा वेट गरेपछि फेरि हल्का सिमसिम पानी पर्न थाल्यो अनि रेनकोटले त यतिको बसी धान्छ भनेर साडीमा कसरी रेनकोट लगायो होला भगवान्। मलाई नि यस्तो साडीमा रेनकोट आउनु चाहिँ साह्रै अप्ठ्यारो के, यस्तो प्लास्टिकको अझै। अनि बाटोमा आउँदा आउँदै पानी रोकियो। अनि त्यसपछि अब भोलि साउन सङ्क्रान्ति केही लिएर जाने भने हरियो चुराहरू मम्मीलाई पनि किनेर थियो अनि मैले आफ्नो लागि पनि किनेको थिइनँ। अनि चुरा पोते टिकाहरू किनेर घर गएँ। बाबु चाहिँ कति खुसी भएको न, दिनभरि घर छोडेर बेलुका आउँदा कति खुसी हुन्छ कि। अनि त्यसपछि बेलुकाको खाना बनाउनतिर लागेँ। बेलुका चाहिँ आलु बोडीको तरकारी, भिन्डी हालेर आलु बोडीको तरकारी बनाएँ। कसैले फेरि कति तरकारी बनाएको भिडियो हालेको होला भनेर नभन्नु है। अब कामै त्यही हुन्छ, घर आएपछि केटाकेटी हेर्ने खाना पकाउने कामै त्यही त हो नि है। हामी छोरी मान्छेको के गर्नु त अरू। अनि खाना पकाएर भ्याएपछि चाहिँ अनि चिया खाजाहरू खाएको भाँडाहरू थियो अनि भाँडासाँडा माझेर सफा गरेँ। अनि त्यसपछि फेरि बाबुको खाना खुवाउने बेला भयो अनि बाबुलाई खाना खुवाएँ। बाई बाई साथीहरू, आजको लागि यति नै। ह्याप्पी साउन सङ्क्रान्ति सबैजनालाई। साउन सङ्क्रान्तिको शुभकामना। बाई बाई, थ्याङ्क यू फर वाचिङ।